हेलो गाइज वेलकम टु माई न्यू भिडियो। नमस्ते सबैजनालाई भर्खर उठेको म पनि आज अरू सब भाइ पनि स्कुल गयो होला। म एउटा पनि खेततिर जानुभएको छ। म चाहिँ भर्खर उठ्दैछु होइन। म भर्खर यतिखेर उठेको। अब भर्खर उठेर मेरो बेड चाहिँ हो। मैले अब बेड पनि मिलाएको छैन क्या, अल्छी लागिरहेछ। अर्को मोबाइल पनि चार्ज लगाएको थिएँ, यो मोबाइल पनि चार्ज लगाएको थिएँ। के भइरहेछ, चार्ज पनि फुल भएछ। अब चाहिँ निकालिदिनु पर्ने हुन्छ सबै चार्जरहरूलाई बन्द गरेर। अब म चाहिँ लाग्छु, म ब्रस गरेर खेततिर लाग्नुपर्ने हुन्छ। खेततिर गएर आज शीतली त हावा पनि अर्को क्या चलिरहेको छ चलाउँदा होइन। त्यही पनि अब के गर्ने गाइस, त्यही त अब टेन्सन त गाइस अब के गर्ने भनेर सोचिरहेको छु। अब यो आज चाहिँ अब आमा पनि हस्पिटलमा हुनुहुन्छ। अपरेसन आमाको पनि राम्रै भयो होइन, आमा पनि अपरेसन भयो। अब चाहिँ तपाईँसँगले म ब्रस गरेर खेततिर जान्छु। खेततिर गएको भिडियो हजुरलाई कन्टिन्यू हाल्नेछु। अरू त मसँग आज त्यत्रो कन्टेन्ट त खासै छैन होइन। जति भ्युज खेल्ने काम छ, म त्यसैको भए पनि हजुरलाई भिडियो हाल्नेछु। राम्रोसँग वाचिङ गर्नु होला, लाइक सेयर र फलो पनि गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच गाइज, आई लभ यु सबैजनालाई। हस् त, धन्यवाद। जानु परेन हुन्छ खेततिर। अब चाहिँ निक्लिनु पर्ने हुन्छ। आज म ठ्याक्क खेतमा पुगेँ। हाम्रो घर सानो छ गाइज, घर चाहिँ है, यो चाहिँ हाम्रो घर हो। त्यही भएर अब यहाँ ठ्याक्क निक्लिनु पर्ने हुन्छ। गाइज आज असार 15 रहेछ। यो मैले दही चिउरा खान जानेको छ। हेलो गाइज भन् त, हेलो गाइज भन् त, हेलो गाइज भन् न, हेलो गाइज भन्। हामी कहाँ हिँडेको रे भाइ, हामी कहाँ हिँडेको भाइ, कहाँ हिँडेको भाइ? हामी छिटो आइज न यहाँ, हामी कहाँ हिँडेको भन् न, यहाँ आइज भन्छु। रातै अहिले हामी कहाँ हिँडेको? हात छोड्नु न, हातमा गिराएको नगरे कुरा खान्छ त्यसैले। खानपिने आउँदा चाहिँ आज असार 15 रहेछ। हजुरहरूले पनि असार 15को धेरै धेरै शुभकामना। राम्रै। अब चाहिँ हामी खेततर्फ जानेछौँ, खेततिर जानेछौँ। भाइ पुगिसक्यो तपाईँलाई चाहिँ त्यो काट्दैछु। अब म बिउवा काट्न जान्दिनँ। हजुर मेरो अब चाहिँ बिउहरू काट्नुपर्ने हुन्छ। बिउ काटेर चाहिँ म पनि अब लास्ट एन्डिङ भिडियो बनाउँछु।